शुक्ला गण्डकी 10 लोकटार। मेरो प्रश्न छ शुक्ला गण्डकी 10 शुक्ला गण्डकी 10 का वडा अध्यक्षज्यू र मेयर साहब र उप मेयर साहबलाई मेरो प्रश्न छ। म लोकटार लिफ्ट सिस्टम सिँचाइ योजनाको अध्यक्ष पनि हो र तपाईकै लोकटार लिफ्ट सिस्टम योजना एउटा शुक्ला गण्डकी नगरपालिकाको एउटा गौरवको योजना पनि हो। तपाईको यो सिँचाइ सम्बन्धी अरू चाहिँ कोही अन्य चाहिँ सिँचाइ पनि सुरुवात भएको छैन र सम्पन्न भएको आज 4 वर्ष भयो। 4 वर्ष भइसक्दा पनि तपाईको 2 महिनामा मोटर बिग्रेर विविध कारणले अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। यो विषयमा मैले योभन्दा पहिला पनि मेयर उपमेयर र 10 नम्बरको वडा अध्यक्षज्यूलाई चाहिँ अवगतै छ, म लामो भन्न चाहिन। यसलाई कसरी हो, यसलाई कार्य उपज केन्द्र र विकट ठाउँमा अथवा अलि आवाज पहुँच नपुग्ने ठाउँमा भएका चाहिँ सबै सरकारी संरचनाहरूको प्रयोगमा आउनु पर्यो र यो अर्को विषयवस्तु छ। र मेयर उपमेयर साहबलाई तपाईको म चाहिँ प्राय जस्तो उहाँहरूलाई चाहिँ भेट्न भनेर आउँछु। मैले चाहिँ उसको टाइममा अफिस टाइममा म उहाँहरूलाई चाहिँ मैले भेट्न पाएको छैन अथवा लामो टाइमपछि लामो प्रयत्नपछि मैले भेट्दैछु र कमसेकम केही समय तपाईँको अफिस टाइममा बसिदिनु पर्यो। तपाईँको सेवा गरेर आउनुहुन्छ र उहाँसँग भेट्न नपाइकन फर्किने चाहिँ अवस्था धेरै छ। ल अरू चाहिँ गुणस्तरीय हुँदैन र छैन। तपाईँ नगरपालिकाबाट चाहिँ योजना परेको तपाईँको यो बरा खोलाको ओह्रालोमा अस्ति भर्खर 4 महिना पहिला चाहिँ पिच भएको थियो र तपाईँको 4 महिना नबित्दै भत्किएको थियो। हो त्यो कार्य चाहिँ कसले चाहिँ पास इन्जिनियर साहबले पास गर्नुभएको र उहाँलाई चाहिँ कारबाही हुनुपर्छ। यस्ता राज्यको सम्पत्ति चाहिँ प्रयोग गरेर गुणस्तरीय हिँड्ने काम गर्नु चाहिँ भएन। यसमा चाहिँ सम्बन्धित निकायको ध्यान जाओस् भने मेरो पनि हक बन्छ होला सायद। उहाँको व्यक्तिगत कुराहरूमा चाहिँ मेरो त्यति चासो त नहुनु पर्ने, तर चाहिँ मलाई खुल्दुली लाग्यो र मैले भन्न खोजेँ निर्वाचनको टाइममा मेयर साहबले मलाई तलब भत्ता र यो सेवा सुविधा केही पनि चाहिन्न भनेर भन्नुभएको थियो र उहाँबाट आउने चाहिँ पैसा अथवा सेवा सुविधा कहाँ लगानी गरेछ र हामी शुक्ला गण्डकी 10 लोकटारवासी अथवा भनौँ अन्य दुर्गम ठाउँका मान्छेहरू पनि उहाँको चाहिँ हिस्सक हुनुहुन्छ भने त्यो चाहिँ सुविधा पाउनुहुन्छ भने उहाँले चाहिँ पाए बाबत म जनतामा लगानी गर्नुभएको चाहिँ हिस्सा चाहिँ प्राप्त गर्न सक्नुहुन्छ भने त्यहाँ पनि लगानी होस्। दायाँ बायाँ चाहिँ अब भनौँ उहाँका निकटले मात्रै भनेको ठाउँमा मात्रै नहोस् र उहाँबाट क्लियर त्यो भएको छ कि छैन मलाई थाहा छैन। त्यो चाहिँ उहाँबाट विस्तारको सँगै अति दुर्घटना वृद्धि भएको छ। यसमा न्यूनीकरणको लागि नगरपालिकाले पनि केही न केही कार्यक्रमहरू ल्याओस् भन्दै मेरो भनाइहरू यही समाप्त गर्दछु। हस्त, धन्यवाद।